हेलो एभ्रिवान, नमस्कार। आजदेखि चाहिँ मैले स्कुटी सिक्न गइरहेको छु। मैले चाहिँ साइकल चलाउनु पनि आउँदैन मलाई चाहिँ। भयो रोग फर्स्ट रोग सिक्न थालेको। मलाई त यति गाह्रो भयो है, यति लडेन। अनि ह्यान्डल कभर गर्न चाहिँ गाह्रो हुँदो रहेछ। पहिलो दिन चाहिँ त्यो हो। यो चाहिँ सेकेन्ड दिनको अलि केही बिसेक भएको छ। अलिअलि लोड्दै पर्दै खुट्टा घिसार्दै भए पनि सिकेको छु। अनि त्यसपछि थर्ड दिन चाहिँ अलि केही बिसेक भएको छ। बिस्तारै टर्निङतिर अलिक गाह्रो हुँदो रहेछ। अनि खुट्टाले टेक्दै चलाउँदै गरेको अलिअलि गरेर अनि अहिले चाहिँ धेरै ठिक भएको छ। अलिअलि चोटपटक पनि लाग्यो। अनि एकातिर राम्रै चलाउँछु भने कता जाँदै जान्छ, गाह्रो हुने क्या। अनि त्यसै गरेर आज 4 दिन जति भयो सिक्दैछु मैले। थ्याङ्क यू एभ्रिवान। मेरो युट्युब पनि हेरिदिनु होला, सब्सक्राइब लाइक गरिदिनु ल।